वेलकम बैक टू माई यूट्यूब चैनल इट्स मी बन्तर सुस्तु अनि हजुरहरुलाई चाहिँ मेरो नयाँ भ्लगमा फेरि पनि स्वागत छ गाइज। अनि हामी चाहिँ आज जानु आँटेका छौं। कहाँ जानु आँटेका छौं? हेलो भाइ। हेलो बेबी भन्नु त। ओ बेबी फोन हानी हालौँ त उलाई। हैन हेलो पुपा। के एरिया के भन्छ भन्नु? हेलो हेलो भन्दिनु। हेलो 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 पुपा हामी आज कहाँ जानु आँटेको भन्दिनु त। हामी मूलपानी जान लागेको। मूलपानीको पारी ठाउँ नै थाहा छैन। यहाँ चौरको पारी। सो गाइस हामी चाहिँ मूलपानीको चौर पारी कता जानु मूलपानीको चौर पारी कता जस आज चाहिँ साकेला अन्तिम नाचेर अनि ढोल झ्याम्टा सन्काउने रे। अनि हामीले चाहिँ जानु आँटेको गाइज। अब यहाँनिर भाइले इन्ड्राइभ गर्दैछ अनि हामी जान्छौँ। गाइज हामी चाहिँ यहाँनिर बसिरहेछौँ गाडीमा। अहिले पुग्दा कसरी लिन जानुभएको छ बाजु? हाम्रो बाजु इन्ड्राइभ गर्दा गर्दै जाँदै सकेछ फोनमा। हामी ट्याक्सीमा छौँ गाइस। पछाडिपट्टि भाइ छ स्कुटीमा अनि ट्याक्सीको जता जता ब्रेक लाग्छ स्कुटीको नि त्यतै त्यतै। गाइस हामी चाहिँ यहाँनिर आइसक्यौँ साकेला नाच्ने ठाउँमा। अनि यहाँ चाहिँ साकेला नाच्ने ठाउँ गाइस। सो गाइस हामी चाहिँ यहाँ चाहिँ छ हाम्रो ताकबुङ साकेलमा समूह रामप्रसाद राई गाउँपालिका भोजपुर। अनि यहाँले साकेला नाच्नुहुन्छ। यता मेरो भाइ छ सिलिङ लिएर बसिरहेको छ। अहिले यहाँनिर ढोल झन्डा बजाउँदै हुनुहुन्छ। आज यस्तो घाम लागिरहेको छ। नाच न यहाँ नाच न। मलाई नाच्न आउँछ देखाउँछु आउनु। हाउस टुर गाइस त्यो घरमा पनि छट रहेछ। छट जाने छट रहेछ। मकैबारी डलेम डलेम पनि रहेछ त मकैबारी होइन। मलाई बाद आउँदैछु 1-2 वर्ष बाद आउँदै होला म। त्यही भएर आउनु सबलाई म हजुर तपाईँले मलाई यहाँ ढोल झ्याम्टा बजाउँदै हुनुहुन्छ हाम्रो दाजुहरूले। घरसुर पनि गराउनुहुन्छ कि यहाँनिर भाइले जाँदैछ होम टुर। यो बोतलको बिर्को भनेर देखाउ न। यो छ्याङको बिर्को सबैजना हुन्छ। त्यही भएर म सोझो हुन्छु। म सानो थिएँ अरे हो। हाम्रो भाइ सानो छोरी होला यहाँ सबैजना दाजुदिदीहरू हेर्दाखेरि अनि चाहिँ ठुलो बसिक्यो। छट जाने रास्ता हेर्दैछौँ हामी। के जस्तो भन्थ्यो कि भुजियाको को जस्तो देखेन भन्दै थियो। यहाँ जादु देखाउ न। है गाइस म्याजिक हेर्दै म्याजिक। अब चाहिँ म अन्त देखेँ हेर्दा चाहिँ म उज्यालो देखिरहेको छु। बाजुलाई फोटो खिच्दा भनेर ल्याएर बिचमा राख्न भन्दा बसेर साकेला नाच्नु थाल्नु क्या। आज त हामी दर्शक है गाइस। घाम यस्तो छ नि साकेला नाच्नु छ गाइस। आज यहाँ दाइको घरमा आज साकेला अनि आज चाहिँ ढोल झ्याम्टा थन्काउने भनेर नि यहाँनिर साकेला नाच्नु हुन्छ।
नास्ता आइसकेको छ भाइको छ हेर्दै खाउ न नि यता मिठो छैन खानु खोको त्यही त उनीहरूले मोहन पनि हो हाम्रो ब्लग मुङपाङ खानेकुरा त देखाएको छैन अनुहारमा त देखेको छैन मैले 10 वर्षपछि खाएको धेरै मिठो चाहिँ रहेन त्यही भएर खलायो बरु यस्तो बनाउनु रे भिडियो अर्कोलाई थियो तपाईँकोमा किचन डबलवाला होइन हाम्रो ठुलो हुन्छ आलु हुन्छ धेरै लाग्छ त नि यस्तो चिज भन्दै यहाँ हाम्रो कहाँ एकछिन रोक्नु न हामी यता सबै हामी यता पछाडि छौँ खाँदैछ हुन्छ यता यता हामी छ्यान्छौँ यहाँ हामी के गर्दै आज भाइ बाटोमा जाँदा जाँदै ढल्छ कतातिर ड्राइभर मात्रै पुगिरहेको क्या बस हान्ला नि उसले के हान्दैन सो गाइज हामी चाहिँ यहाँनिर चाङ्गु नारायणको तलपट्टिको के फेदमा छौँ है गाइज यहाँबाट माथि अर्को डाँडा गयो भने चाहिँ चन्द्र के पो चाङ्गु नारायण पुगिन्छ यस्तो छ भ्युज दामी यहाँ चाहिँ भाइको साथीहरू छ खाएपछि मैले हिँडाएको घर छ तल झर्दा हेर न मेरो घरको बाजु अनि तिम्रो मालाको बाजुको सम्बन्ध के होलु भन साथी साथी अरे भन कस्तो बिर्से हौ साथी हो अहिले भर्खर तानेर फुपाले भन्दैन थियो सरी म बिर्से जाऊ भन्नुस् फेरि एकचोटि मलाई मेरो घरको बाजु तिम्रो मालाको बाजु उहाँहरूको सम्बन्ध सम्बन्ध चाहिँ भन न बिर्से के हेर्नु भन भाउजूको भाइले के भन्छ अरे भाउजूको भाइ है भाइ यो मान्छेलाई साइनो के आउँदैन दिदी बनेको छोराछोरीलाई के भन्छ दिदीको छोराछोरीलाई दिदीको छोराछोरीलाई भान्जा भान्जी दाजुको भतिज ए त्यति चाहिँ अघि सिकाएर आएकै नत्र केही आउँदैन है काहीँ नबिर्सेको बेला स्टेप कहाँबाट याद गर्छौँ कहाँ दामी देखेको कहाँ हो Oh my God.
फाइनली साकेला सक्यो भाइ बहिनीहरूलाई सर्वप्रथम त म मेरो हृदयदेखि नै नमन टक्राउन चाहन्छु, नमस्कार गर्न चाहन्छु। सेवा अहिलेसम्म सफल तुलाएर यहाँसम्म आएर पनि यहाँ पनि हामीले सफल तुल्यायौँ। अहिलेसम्म हामी मौसमले साथ दियो। हाम्रो जित सदैव छ। हाम्रो जित जहाँ गयो त्यहीँ हामीले हाम्रो नाम राख्न सफल भएको छौँ। त्यसकारण यो कसको भन्दाखेरि तपाईँहरूकै देन, तपाईँहरूकै माया, तपाईँहरूकै स्नेह, तपाईँहरूकै हरेक पल समय आफ्नो अमूल्य समय दिएर तपाईँहरू खर्चेर आउनुभयो, सहयोग गरिदिनु भयो। यहाँहरूप्रति फेरि पनि मेरो व्यक्तिगत तर्फबाट र यस दापुङ समूहको तर्फबाट यहाँलाई हार्दिक अभिवादन टक्राउन चाहन्छु।